68 वर्ष पुग्नु भयो 69 पुग्यो अब 70 पनि पुग्छ वृद्ध भत्ता आउने बेला भएछ त ल क्या बक रहे हो मादरचोद अब त्यो थाहा छैन इन्जिनियरहरु कस्तो लाग्छ नेपालको इन्जिनियरहरु तपाईं त इन्जिनियरहरुसँग काम गरिरहनु भएको छ यस्तो हो के इन्जिनियर नेपालको मात्र हैन जहाँको पनि इन्जिनियर उस्तै हो नभएको कुरालाई पनि भए जस्तो गर्नलाई चाहिँ नेपाली मान्छेहरुको कम्पिटिसन राख्ने भने ओलम्पिकमा जित्छ भनेपछि 4 वर्षमा तपाईले मास्टर सक्नुभयो कि अन्डर ग्रेजुएसन हैन अन्डर ग्रेजुएट र प्लस केही ग्रेजुएट कोर्सहरु पनि क्लासहरु पनि लिएर म फर्केको हो र नेपाल चाहिँ फर्केर म चाहिँ घुम्न फर्केको हो नेपालमा आएर केही अब 4 वर्षसम्म त पढियो नेपालमा गएर केही गर्ने भन्न आएको चाहिँ होइन घुम्न भनेर आएको हो तर त्यसपछि घुमे भयो अहिलेसम्म घुमिरहेको खत्तम लुगा फाटे बेला बेला यसो किन्न जानुहुन्छ लुगा नकिनेको त अहिले 32 वर्ष भयो म मूर्ख हो मैले यो काम चाहिँ मूर्खका साथ गरिरहेको छु भन्ने कुरा उदाहरण जस्तो आविष्कार जस्तो मैले भने यो इन्टरनेट लैजाने काम त्यो मूर्ख नगरेको भए त्यो हुनै थिएन आविष्कार केन्द्र खोल्ने काम मूर्ख नगरेको भए यो हुनै थिएन अहिले वीरगञ्जको चिनी कारखाना कृषि औजार कारखाना जसलाई 1 रुपैयाँ सरकारले दिएको छैन त्यसलाई मूर्खै नगरेको भए त्यो चल्ने पनि थिएन मैले मेरो मेडल बेच्छु भनेर मेडलको लागि धेरै प्रयास गरेँ मेडलहरू अन्तर्राष्ट्रिय मेडल राष्ट्रिय मेडल अनि सहयोग गर्ने बेलामा चाहिँ थाहा नपाए जस्तो गर्छ अनि मैले चाहिँ मेडल बेच्छु भनेर यो सोशल मिडियामा राखेपछि गृह मन्त्रालयले